सो वाट्सएप गाइस, हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। साथीहरूले कमेन्टमा रोब्लक्स खेल्ने भन्नुभएको थियो अनि मैले रिसर्च गरेर यो गेम खेल्दैछु। राम्रो रहेछ। गएर चुज गर्छु फ्लेमिङ्गो। अब के हो ए बुझेँ बल्ल। त्यो लियो भने पैसा पाउँदो रहेछ। पैसाले म यो ड्रपर किन्छु। फेरि फ्रीमा 5 पायो। अब पिसी अब म सब्सक्राइबर बढाउँछु। छिटो काम गरेर सब्सक्राइबर बनाउँछु। तपाईँहरू नयाँ हुनुहुन्छ भने यो मेरो च्यानललाई प्लिज सब्सक्राइब गरिदिनु होला। काम गर्छु एकछिन काम गर्छु। अब म यो के हो सोफा लिन्छु। सोफा कस्तो पुरानो सोफा दिएछ। बेड नि त्यस्तै दिएछ। पुरानो गरिबहरूको जस्तो। यसमा चाहिँ म एकछिनमा सब पुरा घर ठुलो बनाउनेवाला छु। अब अपडेटर किन्छु। अब चाहिँ म यो भित्ता किन्छु। यो भित्ता किनेर फेरि पैसा लिन जान्छु। ड्रपर किन्छु। अब यसले मान्दा पैसा हुन्छ। गाइस, म सब्सक्राइबर बनाएर छु। A few inches later. मैले चाहिँ 400बाट 1200 बनाइसकेँ सब्सक्राइबर। अब चाहिँ म यो सामानहरू सब लिन्छु। थोताले कम्प्युटर कहिले जान्छ। 1500 फलोवर्स सब्सक्राइबर पछि जाँदो रहेछ। फाइनली मैले नयाँ पिसी पाएँ। अब म काम गर्छु। त्यसपछि काम गरेर यति धेरै सब्सक्राइबर बनाउँछु। अब चाहिँ म के भन्छ नयाँ टिभी किन्न जान्छु। कस्तो पर्दो रहेछ। कस्तो नराम्रो टिभी पायो। धेरै पैसा होला। म हेर्न जान्छु। अब पैसा अलिक राम्रो स्टुडियो बनाउँछु। ड्रपर किनेर धेरै पैसा आउँछ। अब ह्यामर किन्यो। भित्ताहरू किन्न थाल्छु। फेरि भित्ता झ्याल्ने किन्छु। फेरि अरू आएर मार्न थाल्छन्। भित्ता किन अनि यो बहुत राम्रो देख्न थालेछ। भित्ता किनेर बल्ल राम्रो देख्छ। यही काम गर्छु। अब साथीहरू हेर्नु मैले कति धेरै सब्सक्राइबर बढिसकेँ। अहिले अघि कट गर्ने थिएँ। अब चाहिँ कम्प्युटर अपडेट गरेर धेरै सब्सक्राइब बनाउँछु। काम भागेर बच गया साला। मान्छेहरू के गर्दै हुन्छ डिस्टर्ब गर्नु आउँछ। अब चाहिँ पैसाले लाइफ डेकोरेसनलाई हुन्छ। माथि जान्छु। माथि गएर सामान किन्न जान्छ। गरिसकेँ म। अघिसम्म कति धेरै पैसा थियो। यहाँ तलबाट जाँदैन। के किन्नु पर्छ। फाइनली मैले कस्तो राम्रो पिसी पाएँ। अब यस्तो राम्रो पिसी पाएपछि काम गर्नु थालेँ। अब काम गर्छु।
यति धेरै काम गर्छु अनि यति धेरै सब्सक्राइबर गर्छु म पहिला फ्लोर अपडेट गर्छु अब अपडेट गरेर फेरि पैसा लिन जान्छु पैसा लिएर माथि फ्लोरमा काम के चल्ला हो त्यो सब निप्टाएर आउँछु ओ लिफ्ट अब लिफ्टबाट माथि जानु पाइन्छ लिफ्टबाट गयो झल्किन्छ फेरि अहिलेको जस्तो लुगा आएर फेरि मारेर लाग्छ अघि मलाई मार्नु लागेको थियो म झन् ह्यामर लिएर त्यसलाई खेल्दा रुम किनेर मल्ल राम्रो देखेर अब पो स्टुडियो जस्तो देखिरहेको छ त कस्तो थोरै पैसा भएको अरे अब के हो मैले ट्राई नै गरिनँ त माथि गएर ट्राई गर्छु अघि यही त्यो लुगा यस्तै गरेर मेरो घरभित्र आएर मलाई हाल्दै थियो लुगा त्यसमा म धेरै घर भए चाहिँ त्यसमा त्यो उड्नेवाला एउटा के हुन्छ त्यो गएर म त्यसलाई ट्रोल गर्छु पछिले चाहिँ सिल्भर फेरि काम गर्छु अनि धेरै काम गरेर सब्सक्राइबर बढाउँछु मैले धेरै काम गरिसकेँ गाइस अब चाहिँ म पैसा कति धेरै भएछ माथि गएर त्यो लिफ्टबाट ट्राई गर्छु माथि गएर अब सामानहरू के बाँकी छ हो त्यही किन्छु बुकेट किन्यो कार्पेट किन्यो यो टिभी अब म यो टिभीबाट गेम खेल्छु सोफा किन्ने भने कस्तो पैसै नभएको त अब पैसा छुट्ने गर्न सक्दिनँ 37,000 त्यसको सट्टा म यो के हो डेकोरेसन आइटम किन्छु अब किने चाहिँ यहाँ तल आएर के छ किन्न मिल्ने हेर्छु त किन्न मिल्ने रहेछ सब यस्तो राम्रो पिसी किन्ने खटा र टिभी छ नि अब यहाँ पैसा लिएर त्यो अघि सोफा किन्न नपुगेको हो त्यही माथि गएर सोफा किन्छु यत्रो लिफ्ट किनेर चाहिँ लिफ्टबाट जाने अनि माथि हो लिफ्टबाट गयो त्यसपछि अब सोफा किनेर मजाले गेम खेल्छु सोफा किने त्यसपछि बस्न बे बस्यो के चल्यो होइन म कस्तो पागल भएको अब बाँकी भएको सामानहरू किन्छु यो ड्रर किन्छु ड्रर किन्यो अब यो के हो बाथरुम फ्लोर टोइलेटको लागि फ्लोर टाइल्सहरू लगाएर कस्तो फेरि पैसै नबुझ्यो यस्तो राम्रो रमाइरहेको थिएँ फेरि उफ्रेर जान्छु जम्पिङ चपाक गर्दै तल पुगेर पैसा दिन्छु पैसा लिएर त माथि के पुगेको थिएन हो त्यो पुगेको सामानहरू सब किन्न जान्छु यो बाहिर यो त पछि गर्छु यो प्लान्ट चाहिँ किन्छु अहिले यिनीहरू फ्लोर कम्प्लिट गर्ने अनि त्यो भने पुग्यो सब पट्टाभट किन्यो यो 22 सेल्फ पुगेन त्यो भने फेरि जम्पिङ चपाक उफ्रिँदै गएँ तल अब तल गएर पैसा कति भयो हेर्छु न पैसा 50 भयो यहाँ 50 पुगेपछि लिन्छु 50 लिँदिनँ त्यहाँ 1 लाख सब्सक्राइबर सिल्भर प्ले बटन किन्छु सिल्भर प्ले बटन पायो गाइस मैले सिल्भर प्ले बटन बल्ल पायो 1 लाख भएपछि सिल्भर प्ले बटन पाउँदो रहेछ सिल्भर प्ले बटन पाएँ खुसी माथि गएँ पैसा लिएर त्यसपछि के भयो प्लान बाँकी छ त्यो किन प्लान अब चाहिँ कार्पेट किन्यो त्यसपछि किचन बार किन्छु किन्यो रामेन किन्यो अनि त्यसपछि किनेर फेरि पैसा पुगेन
गयो। अब पैसा कति भयो हेर्छु, कति थोरै रहेछ। अब म काम गर्न जान्छु, रेकर्डिङ र एडिटिङ गर्नु बाँकी थियो, त्यो गर्न जान्छु, गर्छु। अब रोक्छु। म कति धेरै सब्सक्राइब बढाउँछु है गाइस। मैले धेरै काम गरिसकेँ, पैसा नि धेरै जम्मा भयो होला, त्यहीबाट म पैसा हेर्न जान्छु। कति भयो, कति धेरै भएछ लिएर माथि गएर त्यो गर्नु सामानहरू किन्नु थियो। बल्ल टिभीबाट अर्को टिभी, राम्रो खाले टिभी आयो। फेरि पैसा लिएँ, माथि जान्छु, 2 मा थिच्यो। टेबल किन्यो, खाना किन्यो, डेकोरेसनको सामान किन्यो, कुर्सी किन्यो, सब सामानहरू किन्छु अनि यो फ्लोर सब कम्प्लिट गर्छु। कस्तो खुसी नपुगे, म फेरि उता जान्छु, तल गएर पैसा कति हेरेर लिन्छु। पैसा लियो, भट्टाभट्टी काम गर्दै माथि पैसा लिँदै माथि जाने हो। पैसा लिँदै माथि गएर बल्ल माथिको फ्लोर किन्यो, बत्ती किन्यो। अब यो बाँकी भएको यो किन्यो। अब माथि जान्छु, माथि गएर भर्याङ किन्यो। माथि जानुको लागि लिफ्ट किन्ने पैसा पुग्दैन, एकछिन गर्छु। यो पैसा कमाउने होला, त्यो युट्युबले के बनाउँछ त्यस्तो बेचेर त्यो कमाउँछ नि हो, त्यस्तै होला कोसिस देखिन्यो। पैसा कति हो त्यो माथि त्यो किन्ने लागि किन्छ। एकैछिनमा एउटा नपरे कति पैसा खाने गरिब भयो। 1930 अब पैसा थोरै रहेछ, के भएर पनि अब साथीहरू कस्तो हो कमेन्ट गर्नु होला। पार्ट 2 को लागि कमेन्ट गर्नु होला। मैले यति बनाउन सक्छु, अर्को पार्ट 1 मा